हेलो वेलकम गाइज मेरो न्यू भ्लगमा आज तपाईँहरूलाई म हाम्रो करेसाबारी देखाउन गइरहेको छु है। सो कस्तो लाग्छ भिडियो अन्तिमसम्म नछुटाइकन हेर्नुहोला है। सो हाम्रो करेसाबारी यही हो है। चाउबाको खाली रहेको जमिनमा हामीले आफै खनेर यसरी सागहरू, टमाटर, खुर्सानी, काँक्रा र धनियाहरू रोपेका छौँ है। हामीले यसरी प्लास्टिकले माटोलाई छोपेर यसरी बिरुवाहरू रोपेका छौँ। आज कम्पनी छिटै बिदा भएको कारणले गर्दा मैले यसरी भिडियो खिच्ने मौका पाएँ है। बिरुवालाई यसरी माटोलाई प्लास्टिकले छोपेर रोप्यो भने अनावश्यक झारहरू एकदमै कम उम्रन्छ। त्यसैले हामीले प्लास्टिकले छोपेर रोप्नु एकदमै जरुरी छ। हामीले यति मात्र खुर्सानी किन्यौँ भने पनि एकदमै महँगो पर्ने भएको कारणले गर्दा हामीले आफै सप्ताहन्तको समय सदुपयोग गर्दै यसरी बनाएका छौँ है। यसरी प्लास्टिकले माटोलाई छोपेर 2-4 दिनसम्म राखेर फेरि बिरुवा रोप्यो भने एकदमै राम्रो हुन्छ। सो अब हामीले केही समयपछि बिरुवा रोप्नेवाला छौँ। हामीले बनाएको धनियाँ, यो धनियाँमा चाहिँ प्लास्टिक नलगाएर यति धेरै अनावश्यक झारहरू उम्रिएको छ है। सक्नुहुन्छ हामीले यति मात्र तरकारीहरू बाहिरबाट किन्यौँ भने एकदमै महँगो पर्छ। सो त्यो पैसा बचत र आफ्नै करेसाबारीमा फलेको ताजा तरकारी खान पाइयो भने एकदमै राम्रो हुन्छ। यो गत हप्ता मात्र रोपेको हो। यसरी रोप्यो भने झार पनि पलाउँदैन, गोड्न पनि सजिलो र टिप्न पनि सजिलो हुने भएको कारणले गर्दा एकदमै राम्रो हुन्छ। त्यसैले हामीले बिरुवा रोप्दा प्लास्टिक लाउनु एकदमै जरुरी हुन्छ है। हामीले आफ्नै बारीमा फलेको ताजा तरकारीहरू है यसरी बनाइसकेका छौँ। यो काँक्रा 2-3 हप्तामा खाने हुन्छ।